अन्त पैसा के गर्ने बेबी? त्यो पैसाको खुट्टुकोमा हाल्ने। अनि खुत्रीमा हाल्दा के हुन्छ त? धेरै हुन्छ भनौँ न। फुपूलाई पनि दिन्छ दिँदैन होला? दिन्छ। फुपूलाई कति आउनु हुनु पर्यो नि त तपाईँ। आउनु पर्यो? अनि मलाई बोलाउनु पर्यो नि त तिमीले। आउनु न त। अहिले बोलायो त अनि आउनु न त। अहिले छ खुत्रुके? पैसा छ? मलाई दिनु है गाडी भाडा। 500 छ, 1000 छ, 1000 छ, 1000 छ। थुप्रो छ है भाउजू यसको त। अझ छ नि। 100 500 बुढी आमाको भत्ता आएको त बेबी? तिमीलाई पैसा दिनु भएन? मामालातिर गयो भने मामालातिर पैसा सबै खुत्रुकै हुन्छ। 5 रुपैयाँ। जेस तिमी धनी हुने रहेछ। धनी भइसक्यो है तिमी त। बेलुका गएको दोकानमा सहरमा मेरो बाबु रहेछ। तिमी के खाने? पैसा आउनु पर्यो नि। एउटै आऊ म किनिदिइहाल्छु नि। म किनिदिन्छु सहरमा लगेर के किन्ने भने। अब यो यस्तो तातो छ नखाउँ होला।